हेलो गाइस, नमस्कार। के गर्दै हुनुहुन्छ? आज पनि म तपाईँलाई अर्को भ्लग लिएर आएको छु। भाइका बिहान एकजना बुवाले मलाई फोन गर्नुभयो, बाबु कता हुनुहुन्छ तपाईँ? अफिसतिर हुनुहुन्छ कि? बाटो यतै हो, अब भेटिन्छ कि भेटिन्न भन्ने कुरो हो। बाटो नदेखेर नि दुःख पाइन्छ यार। अब सधैँ अस्ति नै एकचोटि त आएको आउनलाई म होइन। आमामामा हे धान मजाले फुलिरहेको धान, हरिए मजाको हरियाली देखिएको गाइज हेर्नु त। कोदो पनि रोपेका रहेछन् हाम्रोतिर त। आजभोलि त छोडे कोदो रोप्न, यतातिर चाहिँ कोदो अझै अलिअलि रोप्दै हुनु रहेछ। बाटो पनि कतिसँग उहाँ हुनुहुन्न रहेछ बुवा। नमस्कार बुवा, नमस्कार। बाटै नदेखेर के? हजुर, एकचोटि त आएको थिएँ तर अहिले बिर्सेछु के। हजुर, त्यतिखेर निको भएको थियो। अहिले चाहिँ कोइलेबाट हो त नि बिरामी भएको हो? हजुर, हिजोबाट हो। के लक्षण देखा? सुतेको सुतै छ। ए कति 50 धार्ने भन्नुभएको थियो गम्भीर दाइले त। त्यही त नि, ठुलै रहेछ है। पाठा हो कि पाठी? पाठा हो। ए अनि कहिले काट्ने? दसैँतिर काट्ने हो भन्दै थियो त गम्भीर दाइले त। हो हजुर। ए हजुर। आज कति दिन भयो र? 4-5 दिन जति भयो भन्दै हुनुहुन्थ्यो त गम्भीर दाइले त। कति दिन हो? के ढुसी कोही बाहिरबाट लिएर आएको खाना खुवाउनु भएको थियो र? ढुसी सुसी लगाएको खाना? हजुर। ए र नि फेरि बिरामी भएछ त। के रोप्नु भएको छ यहाँ? टमाटर? ओहो, कतिको फल्छ त नि? बेच्नुहुन्छ कि आफूलाई खान मात्र? ए ओहो, बङ्गुर त डेन्जर रहेछ होइन? हजुर, ठुलै रहेछ त। ठुलै छ। बिहान मजाले बढेको थियो के अरे। हजुरले सुई लगाइदिएपछि बाद त मजाले बढेको के अरे। खाना पनि अचम्मै खान्थ्यो, हिजोबाट छोड्यो। ओहो, नउठाउ अनि बाहिर राख, अहिले यसलाई ज्वरोसरो चेक हान्नुपर्छ। ए बङ्गुर ठुलै रहेछ है। हजुर। कतिको भयो यो? 9 महिना भयो। 9 महिनाको है? हजुर। ए राम्रै पाल्नु भएको छ। एउटा मात्र हो कि अरू पनि छ? अर्को त्यहाँ छ सानो। कता? आमा नमस्कार। आराम हुनुहुन्छ? ए ल हुन्छ ल, लाउनु यसलाई गरौँ ल। नचल कति चलेको तल सन्चो बनाउने अब है। लास्टै मोटो खायो त। लास्टै चाहिँ मोटो खायो। ल अङ्कल, यसको नर्मल टेम्परेचर हुनुपर्छ 101 102 होइन? यसको चाहिँ 104 छ यी होइन? 104 भनेको यसको ज्वरो आएको हो। रन्नै तातेछ र ज्वरो हो? झन्नै तातेको? तातेको पनि रहेछ। बिहान झन् तातो थियो। बिहान तातेको थियो?
ज्वरो छ यसलाई धेरै होइन ठिक हुन्छ उपचार गरेपछि सुई लाउनु पऱ्यो भित्र जान दिन्छ दिन्छ सर म सधैँ गएर साफ गर्ने हो कि भित्र गएर हो हजुर माउ हो यो काठ हो 5 हो काले नतर हो है किन्दै लाउनुपर्छ है सर उठ्ने पो हो कि मार लाग्छ केटा दुख्यो सुई हान्दा छ दुखेको थिएन दबाई हालेको किन्ने बाल्टिन होइन ऊ त सुई घोटेछ र बाल्टी के गर्न ल्याउने सियो भन्नु भएको छैन र हँ बाल्टी किन ल्याउने माथि देखायो यता आउँछ ढसारै क्या हो झन् पोखियो रगत पनि आउने रहेछ यो अनि अहिलेको त रिसाले पार्छ कि भन्नु पर्यो लास्टै छ नखाएर फ्याटुल देखेको खाँदा त डोलो न डोलो थियो अझ त अलि यता भाइ यार मलाई त होइसक्यो यार कति दुःख दिन्छस् तपाईँ लाएर त सन्चो भइहाल्छ नि यार कोठारी 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 यस्तो बनाइदिएछ अब नगराइ फुट्कायो गाडी गरेको भयो दुःख दियो बङ्गोलाई त लास्टै गाह्रो हुन्छ कि ठुलो ठुलोलाई त सानोलाई त बरु कानमा यसो छोपेर हुन्छ होइन डोनमा पो हगेर मऱ्यो आत्तिएर त्यो डोनमा कहिले हग्थेन आज
दिशा नि राम्रो रहेछ त्यो धेरै मोटो भएर नि यस्तो हुनसक्छ कि त्यो बुवा हो धेरै ठिक दाना नि ठिक्क ठिक्क दिनु पऱ्यो कि हामीले एकैचोटि भात खाँदा कस्तो हुन्छ अघाम्ने गरेर दिँदै पऱ्यो के अरे बाबु बरु थोरै भिटामिन दिन्न के अरे मैले अझै हो भिटामिन त बन्दा